धन्यवाद सभामुख महोदय। आज देशमा के भइरहेको छ? प्रधानमन्त्री जमिन मिचेको कुरा गर्ने, अर्थमन्त्री संसदको रोस्टरमा पुराना फाइल निकाल्छु भनेर धम्काउने, पूर्वाधार मन्त्री ठेकेदारलाई खुट्टा भाँच्छु भन्दै हिँड्ने, म हुम्लाको जनप्रतिनिधिको हैसियतले एकदम दुःखी छु। कर्णालीका सुइनामै सीमित रहने भए कालान्तरमा हुम्लाको हिल्सा नाकालाई अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाहको रूपमा विकास गर्ने, कर्णालीमा फलफुल जडीबुटी तथा अर्ग्यानिक अन्न बालीको व्यावसायिक उत्पादन गर्ने अनि उक्त उत्पादनलाई विश्वकै ठुलो बजार चीनमा निर्यात गरी हुम्ला मात्र होइन समग्र देशकै अर्थतन्त्रमा टेवा पुग्ने सम्भावना दिएको घाम जस्तै छर्लङ्ग छ। तर बजेटले हुम्ला र समग्र कर्णालीको सम्भावनालाई पुरै नजरअन्दाज गरेको छ। अहिलेको बजेटमा हुम्लाको हिल्सामा क्वारेन्टाइन स्थापना गर्ने भनिएको छ। यसका लागि सरकारलाई धन्यवाद छ। तर उक्त क्वारेन्टाइन भएर कर्णालीले निर्यात गर्न सक्ने उत्पादनहरूको व्यवसायीकरण सरकारको कुनै नीति देखिएको छैन। हुम्ला अझै पनि हवाई यातायातमा निर्भर छ। सरुकाम सिमीकोट भर्खरै राष्ट्रिय राजमार्गसँग जोडिएको छ। कर्णाली कोरिडोरलाई छिटोभन्दा छिटो स्तर उन्नतिका साथै कालोपत्र गरी हुम्लावासीको यातायात चाँडोभन्दा चाँडो सहज र सुरक्षित बनाउने सवालमा बजेट खासै महत्त्व दिएको छैन। विशेष गरेर विक्रम सम्वत 2085लाई पर्यटन वर्षको रूपमा मनाउँदैछ। वर्षेनी लाखौँ पर्यटक भित्राउने सरकारको लक्ष्य धार्मिक, सांस्कृतिक, ग्रामीण, साहसिक, खेल, आध्यात्मिक पर्यटकको पर्याप्त कर्णालीलाई बिर्सेर वार्षिक लाखौँ पर्यटक भित्राउने सरकारको सपना पुरा होला त? कर्णालीका जनताले प्रश्न गरिरहेका छन्। वर्षेनी हजारौँको सङ्ख्यामा भारतीय पर्यटक सिमीकोट भएर कैलाश मानसरोवर दर्शन गर्न पुग्छन्। उक्त कैलाश मानसरोवर दर्शनमा यात्रालाई दीर्घकालीन रूपले व्यवस्थित गर्न भारतबाट आध्यात्मिक पर्यटकको सङ्ख्यामा वृद्धि मान्य